तया बाटो हेलो गाइस ल रेडी आइहाल्यो कोही भिडियो अब क्यार्नु त नि हैन जमाना यस्तै आयो नि त ट्रेकिङको राख्नु भन्दा त मान्छे नै नजिकको त व्यवहार गर्न पुग्यो गल्ती त्यो चाहिँ भएछ कि अहिले आएर मिलाइस भन्ने होइन अनि अघिको जसले मेरो हेडफोन खै भन्छ ए त्यो केटाले हेडफोन पुरा घाँटीमा भिरेर हिँड्यो भनेको त घाँटीमा एयरफोन अनि मेरै पर साइडमा भिरेर तातो रहेछ एकछिन ध्यान अनि अब यो रोटी खाम रोटी अब यो रोटी सबै मैले खाएर भएन के अरे तपाईँहरूले खानु पऱ्यो नि त होइन बुढी पनि दिइसक्यो नि त हामी अब काठमाडौँ जाँदैछौँ है हामी फेरि काठमाडौँबाट भद्रपुर हुन्छ होइन यात्रा हामी सिक्किमतिर आजको यात्रा है आज 4 जना उडाउने 4 जना उडाउने हो नि त हामीलाई अब यो दिएपछि उडाइदिनुहुन्छ सिक्किमतिरको साथीहरू है हामी आउँदैछौँ हामी उतै भेटौँला है सबैजना हेर्नु त प्रोग्राममा आइदिनु होइन सबैजना प्रोग्राममै भेटौँला थ्याङ्क यू फर पोखराबाट हेलो ल हामी यो बुद्ध एयरमा जाँदैछौँ काठमाडौँ बिहानको 8 बजेर 3 मिनेट भयो हामी पोखरा एयरपोर्टबाट काठमाडौँको लागि हिँड्ने भाइ हामी करिब 25 मिनेटमा हामी काठमाडौँ आइपुग्यौँ लगभग अहिले 8:35 भएको छ काठमाडौँको अवस्था यस्तो छ है साथीहरू खुसी लागेको छ त त्यही भएर अलि अँधेरो देखेछ काठमाडौँ आइपुगेको अवस्था पढ्न आयो कि होइन बहिनी YATRA हो क्या यात्रा हो पढ्नै नजान्दो रहेछ मेरो बहिनीले हैरान भयो खत्तम भयो यति भएपछि यात्रा भन्न नजानेपछि त बिग्रिहाल्यो नि चाल यात्रा बहिनीले पढ्नै नजान्दो रहेछ खत्तम विमानस्थलमा हामीले हुन लागेको अवस्था रहेछ हौ भद्रपुरमा चाहिँ तोरीको बारी पनि मजाले रहेछ हामी चाहिँ भद्रपुरमा आइपुगेको अवस्था यहाँ भद्रपुरमा हाम्रो यो रेस्टुरेन्टको नाम के पो भनेको होटल एरिकामा आएर हामी यहाँ खाना खान लागेछौँ अब हेर चिकन पनि ल्याइदिनु भएको छ होइन अब दाल भात अचार सबै कुरा छ मिठो छ खाइ पनि सक्यौँ है साथी पनि सक्यौँ ल मिठो रहेछ बहिनी होइन मिठो छ एकदम राम्रो धुलाबारीको यो सस्तो बजारहरू हो त यो बाबु खोइ त बजार त होला त्यही नै फेरि अहिले बिग्रेको त्यही कारण त हो अन्त यिनीहरू चाहिँ कस्तो हुन्छ भने चाहिँ यिनीहरूको चाहिँ बेसी ड्रग्स खाएर ल दिपक सर जुत्ता यता रहेछ क्या खतरा रहेछ है जोरथाङको माघे बेला त थाङको बजार रे ल अनि यस्तो भनेको त्यो मान्छेले कुन गाउँबाट आएको तपाईँहरू रे जोरथाङ बजार आइपुग्यो तल हेर्नु तल मेला जोरथाङको मेला यो त देख्नु नि परेन यी यो त देखेछु म त
त्यही हेर्न हो कस्तो राम्रो भइरहेछ यो त हेर्नु न देखेछ यो त तपाईँहरूलाई त घुम्नु नै 4 घन्टा लाग्छ ल है साथीहरू हामी चाहिँ आज आउँदा आउँदै तल जोरथाङको बजार हुँदै हामी माथि उकालो चढ्यौँ अनि माथि उकालो चढेपछि हामी नाम्चे भन्ने ठाउँमा आइपुग्यो र हामी यहाँ होटल अक भन्ने ठाउँमा बसेका छौँ है। यो हाम्रो रुम हो होइन। यहाँ मेरो बहिनी र म यहाँ बसेका छौँ। ल आजको हाम्रो यात्रा सिक्किमको फर्स्ट डेको यात्रा चाहिँ हाम्रो आज यहाँ आएर बिसाएका छौँ होइन। सबैलाई शुभरात्रि भन्न चाहन्छु र थ्याङ्क यू फर वाचिङ माई भिडियो।